के तपाईहरू पनि धेरै सोच्ने मानिसहरूमा पर्नुहुन्छ? एउटा साधारण वाक्य, 2-4 शब्द, अरूका लागि सामान्य, तर तिमी त्यसको अर्थ खोतल्दै खोतल्दै भित्रभित्रै पुरै थाकिसकेको हुन्छौ। यो बानी मात्र होइन, बिस्तारै यो त तिम्रो स्वभाव नै बनिसकेको हुन्छ। जब तिमी कसैसँग गहिरो भावनात्मक रूपमा जोडिन्छौ, त्यो क्षणदेखि तिम्रो खुसी र शान्ति अर्काको हातमा जान थाल्छ। एउटा ढिलो रिप्लाई, अलि फरक टोन, थोरै देखिएको दूरी, बस मनभित्र बाढी आउँछ। के मैले गल्ती गरेँ? उनीहरू मबाट टाढिँदैछन्? मलाई साँच्चै कसैले महत्त्व दिन्छ त? तिमी यति संवेदनशील हुन्छौ कि शब्द सुन्नुभन्दा अघि नै अर्काको भावना महसुस गरिसक्छौ। तर यही संवेदनशीलता कहिलेकाहीँ तिम्रो सबैभन्दा ठूलो कमजोरी बन्छ। याद राख, यदि तिमीले आफ्नो मनलाई नियन्त्रण गर्न सिकेनौ भने यो संसारले तिमीलाई आफ्नो हिसाबले हल्लाउन थाल्छ। सबैले तिम्रो मन बुझ्दैनन्, सबैले बुझ्ने प्रयास पनि गर्दैनन्। त्यसैले आफ्नो मनको साँचो आफ्नै हातमा राख। कसैको एउटा शब्द, एउटा मुड, एउटा स्टोरीको भरमा आफ्नो सारा संसार नथर्काऊ। जे तिम्रो लागि लेखिएको छ त्यो तिमीसँगै रहन्छ। जे रहने होइन त्यसलाई जबरजस्ती समातेर आफ्नो अहिलेको शान्ति नमार। जिन्दगी किताब जस्तै हो, हरेक वाक्यमा गहिरो अर्थ खोजिरहनु पर्दैन। बिस्तारै अनुभव गर। केही प्रश्नहरूको जवाफ समयले आफै दिन्छ। ओभरथिङ्किङलाई आफ्नो परिचय नबनाऊ, यसलाई आफ्नो शक्ति बनाऊ। जीवनको रहस्य, मनका गहिरा रहस्य र जीवनका सङ्केतहरू। तिमी पनि ओभरथिङ्कर हो? अनुभव कमेन्टमा लेख।